हामीहरू यति बेला कास्की मादी गाउँपालिका 2 ताङदिङमा आइपुगेका छौँ। हामी अत्यन्तै चाहिँ वेलकम गेट वेलकम टु ताङदिङ र अब हामी ताङदिङको भिलेजतर्फ प्रस्थान गर्दैछौँ र ताङदिङको यो बाटो यहाँको यसरी स्टेटहरू छुट्याइएको छ। स्टेट 2, स्टेट 3, पारिपट्टि सिक्लेस देखिरहेको छ भने अन्नपूर्ण हिम श्रृङ्खला। हामीले यहाँ सुरुमै दायाँ बायाँ यस्तो फुलहरूले स्वागत गरिरहेको छ ताङदिङमा। सबै पछिल्लो समय पर्यटकहरूको रोजाइमा परेको यो ताङदिङ अत्यन्तै सुन्दर छ। अगाडिपट्टि अन्नपूर्ण हिम श्रृङ्खला, ठ्याक्कै हिम यसरी देखिने। यहाँका झरना बाटाहरू, बस्तीहरू सबैले पर्यटकहरूको आगन्तुकको लागि स्वागत गरिरहेका छन्। सुशोभित टुर्स एन्ड ट्राभल्स एन्ड पौडेल तीर्थयात्राबाट आज हामीले हाम्रा गेस्टहरूलाई लिएर हामी ताङदिङ आइरहेका छौँ। यस्तै रमाइला पर्यटकीय र सुन्दर गाउँ, देश, प्रदेशहरू घुम्नको लागि सुशोभित टुर्स एन्ड ट्राभल्स एन्ड पौडेल तीर्थयात्रा पोखरा सत्रघारी पाटनलाई सम्झिनु होला। बसको यात्रा गरेर पनि आउन सकिन्छ। यो ठाउँ अत्यन्तै छ। पर्यटकहरू तल बसिरहेका छन्। यसरी फुल सजावट सहित यो बस्ती गाउँ सबै सुन्दर छ, अत्यन्तै सुन्दर छ। यतापट्टि यो पार्चे, सिक्लेस, पार्चे र यता खिलाङभन्दा उता तप्राङ यतापट्टिको भेग देखिरहेको छ। ताङदिङको यो माथि बाटोभन्दा माथिको गाउँ बस्ती अत्यन्तै सुन्दर रमाइलो, आन्तरिक तथा बाह्य पर्यटकहरूको रोजाइमा परेर अहिले समग्र मादी गाउँपालिका र कास्की जिल्लाको पर्यटकीय गन्तव्यहरू पनि सिक्लेस र ताङदिङ वारी र पारी छ। हाम्रो आन्तरिक पर्यटकहरू यसरी घुम्नको लागि आइरहनु भएको छ। यस्तो सानो गाडीहरू, यस्तो ठुलो बसबाट पनि ताङदिङको यात्रा गर्न सकिनेछ। बिहानीको समय छ, चिसो मौसम छ। यहाँहरू सबैलाई शुभ बिहानीको हकमा यता छ। र अब यहाँबाट केही अगाडि गएपछि ताङदिङको बस पार्क पुग्नेछौँ हामी। यहाँको सबै उसमा यो अहिले पर्यटकहरूलाई स्वागतका लागि बाटोको छेउमा यस्तो फलामको पिल्लर र त्यहाँ गमलाहरू राखेर यसरी यति राम्रो फुलहरू सजाइरहनु भएको छ। हेर्नुहोस् त, ताङदिङमा पुरै लाइनबद्ध छ। यता माथिपट्टि बस्ती छ। योभन्दा माथि जुन प्रकाशका किरणहरू छरिरहेका छन् माथि डाँडामा देख्नु भएको छ, त्यो चाहिँ करपुर डाँडा। यहाँबाट 5 घन्टाको पैदल यात्रामा करपुर डाँडा पुग्न सकिन्छ। त्यहाँबाट विभिन्न ठाउँहरू जान सकिन्छ। लमजुङ कोलक्सनथर गाउँपालिकाका विभिन्न उत्तरी हिमाली क्षेत्रहरू, गुरुङ पर्यटकीय पदमार्ग भनेर पनि पछिल्लो समयमा ट्रेकिङको रुटमा अहिले पनि रोजाइको भरमा छ। यहाँबाट स्टार्टिङ गरेर 7-8 दिनदेखि अघि दिन 11-12 दिनमा हामी मनाङ दुधपोखरीसम्म पनि जानको लागि अत्यन्तै यो पदमार्ग अहिले पछिल्लो समय प्रख्यात रहेको कुरा यहाँलाई जानकारी गराउन चाहन्छु। सुन्दर सिक्लेस, कोदी, यतापट्टि कोदीको पारी डाँडा पनि देखिएछ। तल मादी नदी
हाइड्रो पावर कम्पनीहरू बिहानीको समयमा हजुरहरूलाई हामी यस्तै यात्राहरूको लागि यहाँहरूका अविस्मरणीय यात्रा बनाउन हामी सुशोभित टुर्स एन्ड ट्राभल्स पोखरा 17 गाडीपाटनलाई सम्पर्क गर्नुहोला 98 560 49 860 मा सम्पर्क गर्नुहोला। हाम्रो फेसबुक पेज र गुगलमा गएर पनि हाम्रो ट्राभलको बारेमा इन्फर्मेसन लिन सक्नुहुनेछ। पछाडि लास्ट गाउँ तल बस पार्क भन्दा तल यहाँको हाई स्कुल रहेछ उहाँ तलपट्टि अलिकति छेलमा पऱ्यो त्यहाँ तल। यहाँ चाहिँ पुरै यो खेल मैदान रङ्गशाला जस्तै यति ठुलो दसैँ तिहारको लागि यति व्यवस्था रहेछ। ताङदिङको यताबाट बाटो अहिले करपु डाँडा जाने एरो यहाँ चोक छ यो मेनमा हामी यहाँ आइपुगेका छौँ। यहाँबाट 11 किलोमिटर 1.5 घन्टा भनिएको छ सवारीको हकमा। यो यता जाने बाटो चाहिँ सिप्ले डाँडा यता रहेछ, यता चाहिँ करपु डाँडा। यहाँबाट करपु डाँडा यसरी यताको बाटो जानुपर्ने रहेछ। सवारीलाई